यसलाई यो चोकलाई चाहिँ योगी कुटी चोक भन्दो रहेछ। योगी कुटी चोक हो। साइकल लिएर पनि यसरी यात्रा गर्न पाइँदो रहेछ त सजिलोसँग। जान्नेलाई त आनन्द रहेछ। ओभरहेड ब्रिजमा साइकल यात्रा क्या मजा रहेछ त। यो अत्यधिक गति हुने सडकमा जथाभावी एउटा बाटो क्रस गऱ्यौँ भने दुर्घटना हुने सम्भावना चाहिँ ज्यादै हुन्छ। यो लङ रुटमा चल्ने सवारी साधनहरू केही अलिकति भए पनि तीव्र गतिमै हुन्छन् र तीव्र गतिमा भएकै कारणले गर्दाखेरि सडकमा उहाँहरूको गति पनि बढी नै हुन्छ। अब यो भाइलाई चाहिँ अलिकति केही शिक्षा दिन आवश्यक देख्छु म, किनभने गाडी यहाँ रोकेर अनि मान्छे खोज्नलाई बिच सडकमा आएर बारम्बार खोज्नु हुँदो रहेछ। यसरी लिएर जानु भनेको स्वाभाविक दुर्घटना हुने सम्भावना चाहिँ ज्यादै हुनसक्छ। नमस्ते सबैजनालाई। बुझ्नुभयो? अर्को छ बच्चा, तपाईहरु अहिले स्कुल कलेजहरु जुन जानुहुन्छ नि, तपाईहरु कानमा इयरफोन प्रयोग गर्नुहुन्छ। इयरफोन प्रयोग गरेर तपाईहरु बाटोमा हिँड्नुहुन्छ। तपाईहरु 4-5 जना साथीहरु भएर हिँड्नुभयो भने, 4-5 जना साथीहरु भएर हिँड्नुभयो भने यो छेउ र त्यो छेउको मान्छे गफ गर्दै हिँड्नुहुन्छ, हो कि हैन? तपाईहरु यहाँको मान्छे त्यहाँको मान्छेसँग गफ गर्दै हिँड्नुहुन्छ। जब तपाईहरु त्यसरी हिँड्नुहुन्छ तपाईहरुले दुर्घटना गर्ने सम्भावना चाहिँ ज्यादै हुन्छ। अर्को
आउनुभएको छ हाम्रो यहाँको हामीलाई सहयोग गर्नुभएको सरको एकछिन कुराहरू सुन्नु त्यसपछि फेरि म आउँछु। हामीले सोधेको पैसा सबैभन्दा छिटो जसले जवाफ दिन्छ त्यसैलाई सही जवाफ दिनुपर्छ। सबैभन्दा छिटो सही जवाफ दिने मान्छेलाई हामीले के दिन्छौँ? 3वटा किताब छ, एक-एकवटा 3जनालाई हामी किताब दिन्छौँ। तपाईँले पढ्ने हो होइन? तर त्योभन्दा अगाडि तपाईँले स्वरको बारेमा तपाईँले थाहा पाउनु होइन? लाग्ने मन्दिर हो, त्यस कारणले मन्दिरको अगाडि केही बोल्न हुँदैन हो नि? ल अनि त्यो बेलामा मैले आफूले गरेको लापरवाही, त्यो बेलामा मैले आफूले ध्यान नपुर्याएको कुरा मलाई अहिले आत्मग्लानी हुन्छ। मैले आफैले आफ्नो विदेशलाई साथमा राखेर यो कुरा पनि गरेँ। अहिले म आफू कहिलेकाहीँ मोटरसाइकल चलाउँदै गर्दा म नियमित रूपमा हेलमेट लगाउने गर्छु। तपाईँको चाहिँ घरदेखि 200 मिटर टाढा आउँछ भन्दा यहीँ त हो। नम्बर 2 हामी लोकल हो होइन? अनि नम्बर 3 चाहिँ हतार थियो, नम्बर 4 चाहिँ ह्याक के हुन्छ र